हर्क साम्पाङ काठमाडौँमा यही हो। अब यो के अरे वार्षिक बजेटहरू बन्छ, त्यतिखेर एकचोटि आउनै पर्ने बाध्यता छ अनि आफ्नो कर्तव्य पुरा गर्नलाई आएको छु। धरानका मेयर हर्क साम्पाङ धरानका जनताको खानेपानीको समस्या बोकेर फेरि पनि काठमाडौँ आउनुभएको छ। उनी खानेपानी मन्त्री यादवसँग यस विषयमा छलफल गर्नको लागि आएको कुरा साम्पाङले बताउनुभयो। भेटमा खानेपानी मन्त्री यादवले धरानका नागरिकको वर्षौँदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताए। उनले धरानका नागरिकको खानेपानीको समस्याका विषयमा म सहित सिंहको मन्त्रालय जानकार छ, अब छिट्टै समाधान हुने आश्वासन दिनुभयो। मन्त्री यादवले धरानको खानेपानीको समस्याका विषयमा आफू पहिलेदेखि नै जानकार रहेकाले त्यहाँको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधानका लागि दाता निकायसँगको सहयोगमा समाधान गरिने आश्वासन दिएका थिए।